ओके, यस्तो खालको गिबली स्टाइल इमेज हामी भिडियो एडिटिङ एप्स क्यापकटबाट हामी सजिलैसँग गिबली स्टाइल इमेज बनाउन सक्छौँ। धेरै व्यक्तिहरूले विभिन्न एआई जेनेरेट र विभिन्न एप्सबाट गिबली इमेजहरू बनाउनु भएको थियो र मैले पनि भिडियो एडिटिङ एप्स क्यापकटको माध्यमद्वारा एउटा गिबली स्टाइल इमेज बनाउन सुरु गरिरहेको छु र यो गिबली स्टाइल इमेज कसरी बनाउने अब हामी लाग्छौँ सरासर मोबाइलको स्क्रिनतर्फ। ओके, हामी क्यापकट ओपन गर्छौँ र मैले अलरेडी यहाँनिर एउटा इमेज अपलोड गरिरहेको छु र यहाँनिर इमेज छ, यस्तो खालको इमेज छ। यो इमेजलाई हामी जिब्लीमा परिणत गर्छौँ हैन। जिब्ली स्टाइलमा कसरी इमेजलाई परिणत गर्ने हैन। अब यसको लागि चाहिँ हामी यहाँनिर इमेजमा टच गर्छौँ र यहाँनिर इफेक्टमा जान्छौँ। इफेक्टमा गएर यहाँ स्टाइल छ, यहाँ स्टाइलमा टच गर्छौँ। स्टाइलमा टच गरेपछि यहाँनिर हामी ओके गर्छौँ है त। ओके भइसकेको छ र स्टाइलमा टच गरेपछि यहाँनिर हामी धेरै किसिमको जिब्ली स्टाइल इमेजहरू पाउन सक्छौँ। यहाँ हेर्नुहोस्, यहाँ कति राम्रो छ, फ्लाइ गरिरहेको है। र यहाँनिर हामी स्क्रोल गर्दै जान्छौँ र यहाँ धेरै किसिमको इमेजहरू हामी पाउन सक्छौँ र स्क्रोल गर्दै जाउँ र यहाँनिर एउटा अति नै राम्रो जिब्ली इमेज छ हैन। अब यो म चुज गरिरहेको छु। ल यहाँलाई कति धेरै छ। हामी क्यापकटबाट पनि मजाले जिब्ली स्टाइल इमेजहरू बनाउन सक्छौँ। ल हेर्नुहोस्, यस्तो तरिकाले चाहिँ हामी आफ्नो सिम्पल फोटोलाई जिब्ली स्टाइल इमेजमा बनाउन सक्छौँ क्यापकट एप्सको माध्यमबाट। ओके साथीहरू, भिडियो कस्तो लाग्यो? यदि राम्रो लागेमा लाइक गरिदिनु होला र नयाँ हुनुहुन्छ भनेदेखि सब्सक्राइब पनि गरेर जानुहोला। नमस्कार।